नमस्ते हजुरहरू सबैजनालाई। आज हामी डाँडा मन्दिर गएको, मन्दिर पुग्यौँ होइन। एकदम खुल्ला खाली मजाले भिडियो गर्नु पायौँ। हजुरहरूलाई पनि महाकालधाम मन्दिरको दर्शन गराइदिनु पर्यो भनेर चाहिँ भिडियो बनाएको। हेर्नुहोस् त के मजाले खुल्लासँगले पूजा गर्नु पायौँ हामीले। अब चाहिँ पूजा गरिसकेर टिका लगाएर चाहिँ हामी तल झरेर एक चक्कर मन्दिरको परिक्रमा गर्नु पर्यो भनेर तल आयौँ है। अब हामी परिक्रमा गर्दैछौँ। सबै बाँधिन्छ। अब हाम्रो महाकालधाम दर्शन भइसकेर हामी ओह्रालो फर्किँदा तलबाट भिडियो गरेको हनुमानजीको दर्शन गर्नु जाँदैछौँ। हनुमान मन्दिरमा पुगेर हनुमानजीको दर्शन हजुरहरूले गर्नुहोस् गरेर हामी फर्किँदैछौँ। फर्किसकेपछि चाहिँ तल दुर्गा माता नवदुर्गा भवानी माताको मन्दिरमा पुग्यौँ है हामी। अब दुर्गा माताको मन्दिर दर्शन गरेर